तिमी भ्रमण जान्छौ कि जान्नौ? म जान्छु, तिमीलाई आमा बुबाले जान दिन्छु। दिनुहुन्छ कि दिनुहुन्न? तपाईहरु कहिल्यै आफूसँग ऐनामा बोल्ने प्रयास गर्नुभएको छ? आज मैले यस्तैसँग सम्बन्धित रहेर एउटा नयाँ च्यालेन्ज भिडियो लिएर उपस्थित भएको छु। भिडियोलाई एक स्टेप पनि स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। यी साना भाइ बहिनीहरूले कतिको कन्फिडेन्टली आफूलाई प्रस्तुत गर्न सक्छन्। आज हामीले यो भन्दा अगाडि बनाएको शुक्रबारीय भिडियोलाई हेरेर आज 5 जना साना भाइ बहिनीहरू मसँग आएका छन् र मैले यिनीहरूलाई 1 बाइ 1 खेलाउँछु। तपाईहरुले पनि यसलाई अन्तिमसम्म हेर्नु होला, कस्तो लाग्यो सुझाव दिनु होला। समीप भाइ, तिमी अब यो ऐना छ नि, यहाँ क्यामेरा छ, देखेछौ नि हैन? अब यो क्यामेरामा पहिला प्रश्न गर्ने अनि त्यही प्रश्नको जवाफ दिने है। साथी नमस्कार, तिमी ठीक छौ? म त ठीक छु। तिमी पनि ठीक छौ? म पनि ठीक छु। तिमीले मिसले दिएको मग गर्यौ? मैले मग गरे नि। तिमीले कतिवटा गर्यौ? मैले 2टा छोडे। तिमीले कतिवटा छोड्यौ? मैले एउटा छोडे। तिमीलाई तिम्रो पहिलो उत्तर कति आयो? मेरो पहिलो उत्तर 2 आयो। तिमी आज मेरो घर सुत्न आउन सक्छौ? किन? मैले आमा बुबाले सोध्नु पर्छ। त्यसै राम्रो सोधेर आऊ है त। तिमी हाम्रो विद्यालयले ट्रिप गर्न गएको ट्रिपमा जान सक्छौ? जान्छु, म सोध्छु। मैले सोधेर पनि आइसकेको हो, बुझ्यौ? तिमी जाने भयो, म नि जान सक्छु। मैले पनि सोधेर आएको छु। अझ मेरा साथीहरू किन्जल एलिसाहरू जाने भए कुनै मलाई त थाहा भएन, तर तिमी त जाने भयो। तिमी जाने भयो। हामी त गयौँ, जाने भयौँ। अब रमाइलो हुने भयो। रमाइलो हुने भयो। विद्यालयले पहिलोचोटि हामी हुने बेला ट्रिप लिएर गयो, तर रमाइलो छ। रमाइलो भयो। मेरो प्रधानाध्यापक आउनुभयो। प्रधानाध्यापक अब विद्यालय त बिदा भइसक्यो। अब विद्यालय जाम है, अब घर जाम। हुन्छ, तिमी पनि जाऊ। बाई बाई, भोलि भेटौँ न। धन्यवाद। प्रिय साथी नमस्कार। नमस्कार साथी, आज म तिमीलाई केही बारेमा जानकारी भन्न चाहन्छु। हुन्छ साथी, आज 9 गते हाम्रो विद्यालय भ्रमण जाने कार्यक्रम रहेको रहेछ। तिमी जान्छौ कि जाँदैनौ? म जान्छु साथी। तिमी पनि जान्छौ कि जान्नौ? म जाँदिनँ होला साथी। हाम्रो प्रधानाध्यापकले भन्नुभएको हामी धेरै ठाउँमा घुम्न जान्छौँ रे। हो र, तिम्रो आमा बुबाले जान दिनुहुन्छ कि न? खै त्यो त मलाई थाहा छैन। धन्यवाद। नमस्कार साथी। नमस्कार साथी। आज हाम्रो विद्यालयमा भइरहेको वार्षिक उत्सव, तिमी के प्रतियोगितामा भाग लिन्छौ नि? म गायन प्रतियोगितामा भाग लिन्छु। तिमी चाहिँ के प्रतियोगितामा भाग लिन्छौ नि? म नाचवाला प्रतियोगितामा भाग लिन्छु। धन्यवाद। जॉब छोड़ दूं? नमस्ते साथी। नमस्ते साथी। के भयो भन न, भन। सिद्धियो? सिद्धेवा ठिक छ। नमस्कार साथी। नमस्कार। तिमी भ्रमण जान्छौ कि जान्नौ? म जान्छु, तिमीलाई आमा बुबाले जान दिनुहुन्छ कि दिनुहुन्न? तिमी मामा घर जान्छौ? तिमी दसैँमा के कपडा लाउँछौ? म कुर्ता सुरुवाल लाउँछु। तिमी कुर्ता सुरुवाल लाऊ है। तिमीलाई मसँग पिङ खेल्न पर्छ है। धन्यवाद साथीभाइ।
धन्यवाद सबै विद्यार्थी भाइ बहिनीहरूलाई। आज खेलेर रमाइलो पनि गरेँ, मलाई त एकदम हाँसो लाग्यो। हजुरहरूलाई नि हाँसो लाग्यो होला, रमाइलो लाग्यो होला होइन। विशेष गरेर यो कन्फिडेन्ट लेभल बढाउने मेरो एउटा टेक्निक थियो र जसले आफूलाई राम्रोसँग प्रस्तुत गर्न सके राम्रै भयो, नसके पनि फेरि आगामी दिनमा अवश्य राम्रो हुनेछ। र आजको फर्स्ट विनर समीप, अनि त्यस्तै गरेर सेकेन्ड हुने बहिनी एलिसा। समीप आजको फर्स्ट विनर बन्दै गर्दा कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। अनि योभन्दा अगाडि नि तिमी त खेलेथ्यौ होइन? हजुर, म नि खेलेको थिएँ। कस्तो लाग्यो त आजको गेम र अघिल्लो गेममा के फरक छ? अझै यसलाई के गर्नुपर्ने छ? अरू नआउनेलाई के भन्ने? अरू त आउन मिल्छ यहाँ, तर म पहिला पनि खेलेको फर्स्टै भयो, अहिले नि खेल्दा फर्स्टै भयो। यहाँ यो गेम चाहिँ शुक्रबार जहिले नि भइरहेको छ। अब अर्को शुक्रबार फेरि नयाँ गेमसित भेटौँला। बाई बाई। ल आजको गेममा सेकेन्ड हुने बहिनी एलिसा, फर्स्ट हुने भाइ। समझ रहे हो ना?